तहबाट विभिन्न खालका हुन्छ। त्यसभित्रको अहिलेको हाम्रो अस्पताल परिवार आज हामीलाई हिजो हामी पनि यही भूमिमा थियौँ, सामान्य नागरिक हुँदा र यो पद नहुँदा अस्पतालको त्यो म्यानेजमेन्टको पक्षमा डाक्टर साहबहरू मेसु डाक्टर साहबहरूले नै यहाँ चाहिँ आफ्नै स्टाफबाट गरेर खानुपर्ने अवस्थाको लामो श्रृङ्खला छ र त्यसलाई चिर्दै हामी यो अवस्थामा आएको छौँ। त्यसकारण अहिले जुन लेभलमा यो एकअर्कामा जुन बुझाइको एकरूपता छ र सँगसँगै जाने काम भन्छ, यो चाहिँ सबभन्दा ठुलो मोरल पावर छ। त्यसकारण यो चाहिँ हामीले गर्न सकेको छौँ भने गर्व नै लाग्छ। यसको लागि सबै डाक्टर साहबहरूलाई परिवारलाई विशेष धन्यवाद दिन चाहन्छु। अब विशेष गरी 50 बेडको अस्पतालमा भइराख्दाखेरि त्यो 50 बेडको अस्पतालले के सेवा दियो भनेर त्यो निरन्तरता दिनुपर्ने चाहिँ आवश्यक छ। भइरहेको सेवा त्यही 50 बेडभित्रकोले दिएको सेवाहरू चाहिँ के हो भनेर चाहिँ मन्त्रीज्यू या सचिवज्यूले चाहिँ बुझिदिनु जरुरी छ। त्यो किनभने एउटा नागरिकले यो ठाउँमा त्यो चिजको सेवा प्राप्त गरिसकेपछि फेरि त्यो नपाउँदा चाहिँ सबभन्दा विस्फोट हुने छ। त्यसकारण 50 बेडकै अस्पतालले यतिको सेवा नदिएको अवस्थामा उसले नदिँदालाई त्यो समस्या नहुँदछ भने यहाँ प्राप्त गरेको चिज चाहिँ नपाउँदा चाहिँ सबभन्दा ठुलो कुरा हुन्छ। मैले यो कहाँ जोड्नु पऱ्यो भने अब डाक्टर साहब नानीज्यूले सिटी स्क्यान भन्नुभयो। अघिल्लो पटक 8औं तहको हाम्रो मेसो थियो, 10 करोडको 7 करोडको कार्यान्वयन गर्न सकेन, प्रदेशमा लेखी पठायौँ, त्यो भएन। त्यो हाम्रो कारणले भन्दा पनि अब त्यो चाहिँ हामीको मेसो 8औं तहकोले 5 करोड मात्रै पाउनु भएकोले त्यो बेला कार्यान्वयन हुन सकेन। अब यसपालि 7 करोड आएको छ, त्यसमा हामीले माननीय मन्त्रीज्यूको कुरालाई दिँदाखेरि त्यसले आउँछ भनेर हामी विश्वास गर्ने पायौँ। अर्को कुरा ल्याप्रोस्कोपी जो आएर सञ्चालन सचिवजीले भन्नुभयो नभएको कुराको क्वेसन जुन आयो, हामीले सम्झेको थियौँ सामान आएपछि सबै चल्छ होला, तर त्यो प्याकेटमा 4-5 लाखको सामान चाहिँ अपुरो भयो। लिकेज लिकेज भएको कुरा भयो। त्यो समय र कहाँबाट ल्याएको र कसरी बोलाइ यहाँ ल्याएर हामी नै किन्ने पनि अवस्था हुन्छ भन्ने कुरा पनि अलि ग्याप भयो। त्यो धेरै महिना पनि भएको छैन। त्यसो भएकोले अब सबै रेडी भएको छ, डाक्टर साहबले हो चलाउनु हुने, चाँडै चल्छ भन्ने कुरालाई पनि मैले जोड दिन चाहेँ। विशेष गरी अब अघि कुरा आयो विशेषज्ञ प्रोसेस जुन डाक्टरले यहाँ घर परिवार छोडेर आफ्नो बेस्ट पर्फर्मेन्स दिँदै हुनुहुन्छ, त्यसको लागि यो आर्थिक वर्ष मैले अघिल्लो आर्थिक वर्ष अब आउने आर्थिक वर्षमा त्यो चाहिँ फेरि कार्यविधिलाई स्वीकृत गरेर त्यो चिज दिने कुरा होला 200%। तर यो आर्थिक वर्षको असार मसान्तदेखि अहिलेसम्म प्राप्त भएको छैन। यो ग्यापलाई के हुन्छ, यो चाहिँ अलिक क्लियर भोइस पनि आयो। त्यसकारण अहिले पनि हाम्रा डाक्टर साहबहरूले त्यो चाहिँ हामीले पाउँछौँ भन्ने नै छ। त्यसमा ल सचिवज्यूले भन्नुभयो, डाक्टर साहबहरूले सुन्नुभयो। अब यसमा हामीलाई धेरै त्यो चाहिँ पाउँदैन कि भन्ने क्वेसन मार्क चाहिँ गर्नु भएन। सचिवज्यू र मन्त्रीज्यू हुनुहुन्छ, त्यो यो आर्थिक वर्ष पनि पाउनुहुन्छ भन्ने कुरालाई ग्यारेन्टी भएको हुँदा त्यही हिसाबले हुन्छ भन्ने कुरालाई जोड दिन चाहेँ। अर्को विशेष गरेर निक्स साइमन जो संस्थाले यो सिएस प्रोग्राम चाहिँ हामीले 365 दिन नै चलायौँ भनेर हामीले जुन गौरव गर्छौँ, अब त्यसको जिम्मेवारी चाहिँ प्रदेश सरकार हाम्रो अभिभावकको जुन लेभलको डाक्टरहरू, अब गाइनो डाक्टर साहब भएपछि त त्यसमा समस्या भएन, तर सधैँ उहाँ त्यो लेभलको डाक्टर हुन्छ कि हुँदैन त्यो उपस्थिति गराउने कुरा चाहिँ यहाँहरूको गार्जियनको रूपमा पनि यहाँहरूकै हुन्छ। त्यतातिर चाहिँ विशेष ध्यान दिनुपर्छ भन्ने कुरालाई त्यो निक्स साइमनको असार यो आर्थिक वर्षदेखि चाहिँ जुन ग्याप हुने भएर स्थानीय तहमा त्यो मोडालिटी जाने भएकोले त्यसलाई विशेष ध्यान दिनुपर्छ होला। अर्को थर्डको जुन 3टा विशेषज्ञ सेवाको लागि हामीले म्यान पावरको लागि पैसा प्राप्त गरेको त्यो पनि यो असार मसान्तसम्म, यो असार मसान्तको यो आर्थिक वर्षसम्म मात्रै पाउनुहुन्छ। त्यसले पक्कै पनि हाम्रो सरकारलाई हामीलाई सहयोग गरेको थियो, किनभने त्यस मार्फत राखेको हाम्रो विशेषज्ञ डाक्टरहरू हामीले प्रदेश पाउन मागेनौँ, तर त्यसमा पनि बाल रोग विशेषज्ञ चाहिँ 2टै छ, हामीले पनि राखेको छौँ। त्यो छ त्यहाँ मात्रै दोहोरी, अरू 2टा त हाम्रो दरबन्दीमा भएको, तर त्यसबाटै पदपूर्ति गरेकोले त्यो पनि हाम्रो सरकारलाई उहाँहरूको सहयोग हो। त्यो असार मसान्तदेखि आउँदैन, त्यसकारण यसलाई पनि विशेष चाहिँ ध्यान दिनुपर्छ भन्ने कुरालाई जोड दिन चाहे। अघि कुरा आयो दरबन्दीको कुरा आइसकेको छ। अब हाम्रो त्यो सचिवले बहुत राम्रो कुरा गर्नुभयो। 50 करोडको म्याक्सिमम कति हो त्यो चाहिँ गाइडलाइन चाहिँ हामीलाई पनि सेकेन्ड ब्यालेन्स गर्ने गरेको थियो भने त्यो कति हो समितिले राख्ने कति हो त्यो भयो भने हामीलाई पनि सहज हुन्छ र त्यसको एउटा खाटा भयो भने हामीले समितिबाट पनि यति राख्नुपर्ने भन्ने छ। अहिले जति हामीले राख्छौँ त्यो पनि धेरै चाहिँ अब फेरि मेसु डाक्टर साहबलाई अरू डाक्टर साहबको कुरा गर्दा यसले पनि पुगिरहेको छैन भन्छ। अब त्यो के हो त्यसमा सचिवज्यूहरूले विशेष ध्यान दिएर यसको कुरा चाहिँ स्पष्ट आयो भने कुरा राम्रै हुन्छ। अघि पनि कुरा आयो, अब हामीले समितिले कमाएको पैसा चाहिँ कता गयो भन्दा अघि पनि त्यही सामाजिक सेवा इकाइमा अब ज्येष्ठ नागरिकहरूको उपचार गर्नेमा अनि सबै आउँछन्।
वडा अध्यक्षको सिफारिस लिएर आउने कुरामा दिनुपर्ने कुरामा सहुलियत दिनुपर्ने कुरामा के छ भने एउटा स्वास्थ्य बिमामा पनि त्यो पेन्डिङ भएर नियमित नआएकोले त्यो रोकिएको कुराले पनि अप्ठ्यारो छ भने अर्को चाहिँ घरबाट यो भाडामा बस्ने गरी हामीले चाहिँ म्यानेज गर्नु परेको छ जो प्रदेश सरकारले पठाएकोले पुग्दैन। त्यसो भइसकेपछि हाम्रो यो पुरानो बिल्डिङलाई भत्काएर त्यहाँ चाहिँ अब क्वार्टर बनायो भने पुग्ने ठाउँ छ हामीलाई 3-4 तलाको बिल्डिङमा त्यो हो भने राम्रो हुन्थ्यो भन्ने कुरालाई पनि मैले जोड दिन चाहेँ। अब यो चाहिँ अब सङ्घीय सरकारसँग कुरा गऱ्यो भने अब सदन सरले बनाएको थियो त्यो हुने सम्भावना हुन्छ। प्रदेश सरकारले त्यसमा लबिङ गर्यो भने राम्रै हुन्छ भन्ने कुरालाई मैले जोड दिन चाहेँ।